हुनुहुन्छ भेरी भेरीमा आएको छु। अब टक्क सानो मिनी ब्लग भए पनि होइन, हामी चाहिँ अमासिमसार, हामी जति पनि फर्स्ट इयरको छौँ, हामी फर्स्ट इयरदेखि फोर्थ इयरको जति बिएडको छौँ, त्यति भेटघाट कार्यक्रम जति हुन्छ म भेट्नेछौँ। तपाईँहरूलाई अमासिमसार गएको भ्यू देखाउने छु है। यसको अब म टक्क अब यहाँबाट घरबाट हिँड्न आँटेको, टक्क अब साथी आएको छ हिँड्न, अनि स्पिकर लिएर टक्क लिएर जान्छु। लेट्सको आउँछु चाहिँ भन्दैछन् भन्न चाहिँ, तर खै के गर्छु। अनि हिजो बेलुका राति फोन गरिरहेको अहिले म अमासिमसारमा आइसकेको छु। साथीले मलाई चाहिँ छोडेर यहाँ गएको छ भन्छ। टक्क पुलतिर जाँदैछु म होइन। कस्तो छ क्याच, टक्क खै म एक्लै हुन्छु जस्तो छ। घुम्ने भनेर आएको, लास्टमा एक्लै टुङ्लुङ ठिकै छ, नो प्रब्लम। एकदमै दमै भन्छ नि। म चाहिँ अमासिमसारमा आइसकेको छु होइन। अब यसो हेर्दैछु रङसँग के छ। अमासिमसारको एउटा सुन्दर बगैँचा, एउटा सुन्दर यहाँ पिकनिक पनि लगाउन सकिन्छ, रमाइलो इन्जोय गर्न सकिन्छ। रमाइलो ठाउँ हो यो चाहिँ के हो आमा? कछुवा। मलाई कछुवा रहेछ। यहाँ के छ? यहाँ कतिवटा छ कछुवा? ए धेरै छन् होला है। यो कछुवा प्रजनन केन्द्र रहेछ यहाँ। ए टक्कसँग हामी आइसक्यौँ। आइसकेर यत्रो भइसक्यो होइन। कोही नै आउँदैन, कोही है। हामी आइसक्यौँ यता अमामा, तर मान्छे चाहिँ कोही छैन, 2-3 जना बाहेक। त्यो लभ स्टोरी सुन न। बिचरा बुङ्गो भइरहेछ सर है। सिङ्गल चेस सिङ्गल हो। सब्सक्राइब गर्नुभएको छ है भाउजूले च्यानल। बिचरा विदेश गएर आएको थियो, अलिअलि प्रगति गरेर आएको थियो, त्यो पनि अब महिना आँखा लाग्यो भन्छ। के गर्नु र, सक्नु पऱ्यो नि, दम हुनु पऱ्यो क्या, दम छैन के गर्नु, के सक्नु पऱ्यो नि, दम हुनु पऱ्यो क्या, दम छैन के गर्नु केटाको जिन्दगी यसको भइ जस्तै छ, टाँगो जस्तै। फाइनली बल्ल बल्ल 15-20 जना चाहिँ भयो। हुन चाहिँ एउटा मुर्दा कराउँदैछ, कोही लजाउँदैछन्, यस्तै हुँदैछ। अब टक्क नाच्छौँ, फोटो खिच्छौँ, खान्छौँ, चलिदिन्छौँ अनि है। दुई शब्द बोल्दैन। हजुर तपाईँ बहिनी हेर्देऊ न, नलजाऊ।
मरेपछि मुखलाई पछि 5 वर्ष पछि फेरि पछि आए माया लाउन गए फेरि पछि आए माया लाउन गए मुटु भनी कम मरेपछि मुखलाई पछि 5 वर्ष पछि फेरि पछि आए माया लाउन गए फेरि पछि आए माया लाउन गए मायाले भने बिसाई पानी पिदेउला बिसाई पानी पिदेउला झालीमा मैना छोड्नु पर्ने हे नसुर गरौ हे भेटा भइयो हाका साथमा अछु तिमीलाई यो दिएको मधुरमा गाल भन हौ खाकी छौ कि त मुखमा पिडालु राखी छौ गाल भनी भन्ने दियो तिमीले भनेर बोलाउन खोजेको भोकल्सा नगरोस् मेरो दिलैमा हुँदैन मेरो पछ्यौरी पछ्यौरी साथीहो तिमीले भनेर मान्नु पर्यो बुझ्नु हुन लाग्यो न त चित्रको साँचो बोल्छु यो मोटु भित्रको बन्दी बोलाउन खोजेको आफ्नै भनेर खै खान्छ सर के भनिदिनुहोस् तर नभन्नुहोस् हाम्रै चटपटे एकदम पिरो छ तर मिठो छ अमिलो छैन अमिलो तर मैले एउटा चित्त बुझेन कि यहाँ पोखरीमा भित्र सुँगुरको फेल्ना मासु फेल्ना बनाइन्छ अरे अर्को फेल्ना पाइन्छ पाइँदैन राम्रोसँगले गाइदियो मुच्चे तिमीलाई फोटो फेसबुकमा हेरेर डोलाउँछु फोटो किन बोल्थ्यो बढै कोही पनि बोलाउँछु खाना खाना भान्साबाट बोलाउँछु आमा तिम्रै हातले पस्किएको देख्छु सपनामा टुटुको मन सधैँ खाने भो तिम्रै तिर्दै जाने मेरो जाने भो माया बिराने बिस्तारामा तिमीलाई सम्झेर जान्छु सिरानी बिस्तारामा तिमीलाई सम्झेर जान्छु सिरानी केही बोल्देऊ म चाहिँ के भन्न चाहन्छु भने मामाको च्यानलमा सबैले सब्सक्राइब गरिदिनु होला होइन हाम्रो मामालाई पनि भाइरल बनाउनु पर्यो यतिको सपोर्ट चाहिँ चाहिन्छ क्या भान्जी भएपछि दिनु पर्यो सपोर्ट मामा नदिएको गाह्रो छ गाइस हाम्रो साथीको च्यानलमा लाइक सब्सक्राइब गरिदिनु होला ल
अनि मामा भाइरल भएपछि भान्जी पनि भाइरल बनाउनु लगाएस घर चाहिँ आयो मर्दै होइन रात त परिसकेको छ पुरै होइन हारै हतार लुगा पनि फेरिहाल्यो फेर्न चाहिँ बट जस्तो मैले त्यहाँ आएको गएको चाहिँ सबैलाई देखाइनँ अलिअलि नाचेको ओरेको सानो भ्लग देखाएको मात्रै नाचेको ओरेको साथीहरूसँग भेटेको आज यस्तै नै भयो जस देखाउन पाइने त बिर्सियो पनि यताउति गर्दै पनि त्यसको लागि जति छ मलाई माया गर्नुहुने सबैलाई थ्याङ्क यू सो मच अझ पनि लाइक कमेन्ट सेयर गर्दै गर्नु होला उडी चुप्पा